हेलो गाइस, सम्पूर्ण सबैजना राधे राधे र सबैजना सन्चै हुनुहुन्छ भनेर आशा राख्दछु। म आसामदेखि गोर्खाको छोरी र मेरो नाम अन्जु र आजको मिनी ब्लग स्टार्ट गर्दैछु घरदेखिबाटै, किनकि आज म ड्युटी गइनँ र आज फ्री नै थियो भनेर घरको काम गरौँ भनेर लागिसकेको छु। र म आएको छु यता दाउरा पकाउनु र मास लिनु, र म छु, बहिनी छ, भाइहरू छ र भाउजू हुनुहुन्छ। हेर्न सक्नुहुन्छ आजको दिन मौसम यस्तो भएको छ, त्यही भएर म घरमा घरदेखिबाट काम गर्नु भनेर निक्लेको छु र बाँस काटेर भाइहरूले राखिदिएको छ र बोक्नु छ यो। र भाइहरू उता गाइस आजको दिन हेर्न सक्नुहुन्छ यस्तो भएको छ र पानी परेको छैन, त्यही हाम्रो लागि ठुलो कुरा र भनेर आज निक्लेको छु बाहिर काम गर्नु भनेर। र हेर्न सक्नुहुन्छ यो बाँस हो, हाम्रो यहाँ पाघर छ्याउनुको लागि बाँस चाहिएको थियो र बाँस लिनु आएको छु गाइस। र हेर्न सक्नुहुन्छ उहाँबाट बोकेर लिएर आएको र घर पुऱ्याउनु छ बाँसले। र तपाईँहरू बनिराख्नु होला मेरो भिडियोमा। यहाँ दुईजना भाइ छोरा काम गरिरहेछ। हेर्न सक्नुहुन्छ यहाँ पानी परेर हालत यस्तो भएको छ र हामी पनि हाफ प्यान्टमै आएको छु, किनकि घर बस्दाखेरि काम गर्नुपर्छ भनेर सजिलो हुन्छ भनेर। र हेर्न सक्नुहुन्छ हालत यस्तो छ र हामी यहाँदेखिबाट दाउरा लिएर जान्छ खोजेर। र हेर्न सक्नुहुन्छ बाँसजुरको यो खेती र यहाँदेखिबाट हामी बाँस लिएर जाँदैछु र गाइस हेर्न सक्नुहुन्छ बाँस काटेको फाइदा घाँस भेटिन्छ बाख्राको लागि गाईको लागि भनेर। र हामी यही लिनु आएको छु फेरि, र यो लिएर जानेछु। अनि उहाँबाट फेरि उहाँ बगानमा दबाई हान्दा पनि यहाँ एकजना भाइ हानिरहेछ र हामी यो घाँस लिएर जानेछु गाइस। घाँस लिइसकेको छु र जाँदैछु। यसरी गर्नुपर्छ, बाँस काट्यो भने फ्याँक्नु हुँदैन, यो फ्याँक्यो भने यत्तिकै जान्छ र घरमा लिएर गयो भने बाख्राले खान्छ, गाईले खान्छ र कति काम दिन्छ नि गाइस। र यही हो, जोगाड लाउनुपर्छ। अरूतिर घाँस खर्नुभन्दा बरु यही बाँस काटेको घाँस लगायो भने गाई गोरु पनि खुस, मान्छे पनि खुस, सबैजना खुस। यसरी हामीले दाउरा थुपारेको एकछिन र बोकेर लाने भनेर। हेर्न सक्नुहुन्छ यति लामो लामो र जलाउन सकिन्छ। अहिले ग्यासको दाम कति बढेको छ र ग्यास भेटेको छैन भने तपाईँलाई थाहै छ गाइस। र जग्गा हाम्रो यस्तो हो र गाउँलिया जग्गा यस्तो हुन्छ र यसरी दाउरा बोकेर लानुपर्छ। र ग्यास खत्तम नभएको उयो फाइदा यही हो र यसरी बोकेर लानुपर्छ खोजेर। हेर्न सक्नुहुन्छ यति हामीले दाउरा काटेर राखिसकेको छु र यसलाई भिटा बनाउनु छ। भिटा बनाएर कतिवटा त लगिसक्यो बहिनीले र यसलाई फेरि भिटा बनाएर लानेछु। ग्यास खत्तम भएर यस्तो हो जोगाड। हेर्न सक्नुहुन्छ कतिवटा बिटा भयो, एउटा दुईवटा तिनवटा चारवटा बिटा। अनि यहाँ माथिबाट उतो लगाइदिएन के अरे यो यहाँ सकिन्छ नि गरिदिनु।